Everyone, welcome back to my new another vlog. Today I am going to explore TVS Enter 125cc drum scooter review. This is a 2023 model. मध्ये कस्तो हो भने सेन्टर स्कुटर चाहिँ अहिलेको युवा पुस्ताहरूलाई लक्षित गरेको डिजाइन छ। यो देख्दा चाहिँ आकर्षक देखिन्छ सबै मान्छेहरूलाई हेर्न पनि। यसको माइलेजको कुरा गर्दा चाहिँ 42.50 किलोमिटर पर आवरको बीचमा माइलेज दिन्छ यसले हैन। अनि शहरभित्रमा चलाउनु पर्दाखेरि ट्राफिक कस्तो छ त्यही अनुसारको हुन्छ। अनि यसको ब्रेकिङको कुरा गर्दा चाहिँ यसको भेरिएन्टमा चाहिँ अगाडि र पछाडि दुवै 130 मिलिमिटरको ड्रम ब्रेक छन्। सामान्य शहरमा चलाउनको लागि चाहिँ ठिक छ, तर उच्च स्पिडमा ब्रेकिङ आदि कमजोर लाग्न सक्छ। सुरक्षा फिचर है यसको। अब टिभीएसले दिएको साइनोकोलोजेड ब्रेकिङ सिस्टम चाहिँ एसबीएसको कारण अगाडि र पछाडि दुवै ब्रेक एकैसाथ काम गर्छ, जसले सन्तुलन राम्रो दिन्छ। तर डिस्क ब्रेकको अभावले केही प्रयोगकर्तालाई अलिक असहज लाग्न सक्छ। इन्जिनको क्षमताको कुरा गर्दा चाहिँ 124.8 सेल्सियसको सिंगल सिलिन्डर र इन्जिनले चाहिँ करिब 9.1 bhp को पावर दिन्छ। शहरभित्र चलाउँदा चाहिँ छिटो पिकअप दिन्छ र कहिलेकाहीँ लामो बाटोमा पनि सहज चल्न सक्छ। यसको सस्पेन्सनको कुरा गर्दा चाहिँ अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि स्प्रिङ हाइड्रोलिक ड्याम्पर दिएको छ। घुमाउरो बाटोमा सन्तुलन राम्रो हुन्छ। अब यसको चाहिँ फिचरको कुरा गर्दा चाहिँ डिजिटल मिटर छ, पूर्ण डिजिटल कन्सोलेन छ, स्पोडोमिटर पनि छ, गेज छ, घडी छ, ब्लुटुथको जोडान गर्न मिल्न सक्छ, नेभिगेसन, कल आउट जस्ता फिचरहरू पनि यसमा दिएका छन्। अब चाहिँ मैले यसको चाहिँ प्राइस चाहिँ नेपालमा चाहिँ एन्टर 125cc स्कुटर ड्रम ब्रेकको चाहिँ प्राइस चाहिँ 2,50,000 देखि 2,70,000 सम्म छ नेपाली रुपैयाँ। यो स्कुटर चाहिँ स्टाइलिस र स्पिड र डिजिटल सुविधा छ। यो चाहिँ टिभीएस 125cc स्कुटर मन पराउनेको लागि उपयुक्त हुन सक्छ। तर तपाईले ब्रेकिङमा अझ विश्वसनीयता चाहिएको छ भने डिस्क ब्रेक विचार गर्नु राम्रो हुन्छ भन्दै मेरो आजको यस भ्लगलाई चाहिँ यही अन्त गर्दछु र मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु भएकोमा सबैलाई धन्यवाद छ। र मेरो भिडियोलाई चाहिँ सब्स्क्राइब, लाइक, कमेन्ट, शेयर गर्न नभुल्नु होला।